Vlog आज हामी जाँदैछौँ मेरो नयाँ बुट किन्न त्यहाँ बुट किन्ने ठाउँ चाहिँ थाहा छैन बाले लग्दै हुन्छ कहाँ हो मलाई थाहा छैन कहाँ जान आँटेको बा बुट किन्न हैन बुट किन्न जान आँटेको थाहा चाहिँ छैन मलाई कहाँ जाने हो कुन किन्ने कुन किन्ने थाहा भएन अब हेरौँ बुट किन्नु छ है गाइस अब म यहाँ बस्न आँटेको अब यसमा बसेँ त जमेर बुट किन्न जान आँटेको ल बुट किन्ने ठाउँमा गएपछि हामी चाहिँ पुग्ने अङ्कलले बुट देखाउँदै हुन्छ बाबा बा आउनु आउनु अङ्कलले बुट देखाउँदै हुन्छ कुन किन्ने थाहा चाहिँ छैन भित्र बस्नुपर्ने कुन किन्नु कोपा कोपा दिनु कोपा से हैन कोपा दिनु कोपा 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 प्लस देखा त कोका ए उ आरे छ कति नम्बर 4 नम्बर 4 एउटा भाले हेरेको यार कुन किन्नु कस्तो भइरहेको कुन किन्नु हो चार नम्बर हो नि ए त्यस्तो चाहिँ किन नि ओरेन्ज कलरको यो यो कति हो ठुलो हो नि त यो कति हो 7 को हो त्यो 7 त काला यो त हुँदैन हुन्छ नि यो हुन्छ लगाउनु हुन्छ र सानो हुन्छ है ठिक छ हैन कति नम्बर हो 4 नम्बर ठिक हो ठिकै छ मजा चाहिँ मजा ग्रिप देख्नु ग्रिप हुन्छ नि ग्रिप खै सुन कस्तो कहिले दिवस ठिक हो नि 4 नम्बर हो यो 4 नम्बर त 3 हो 4 हो पछाडि लेखेको हुँदैन हो त्यहाँ लेखेको 4 हेर्छ कति लामो खुट्टा रहेछ मजा हुँदैन जस्तो लाग्यो भयो नम्बर मोजा हो कति हो बाबा यसको 11 चाहिँ मिलाउने मोजा नानी हैन त्यो याद भने भने यस्तै हुन्छ नि 4 नम्बरको लोके दाम पर्छ क्या त्यही यसो मिलाइदिनु पसिना आइसक्यो मलाई किन फेरि यता सर्नु भयो फेरि यो शीतल हो यो शीतल छ यहाँ त कति कस्तो ग्रिप भयो कस्तो 200 को ए ग्रिप छ यहाँ मोजा लाउँदा त फेरि टाइट भयो कि हुँदैन मजा लाग्दै त मजाले त्यही हुँदैन यो 200 को लगाएर त मजा लागेन पर्दैन हुन्छ कोही एकछिन लगाउँ त ल बगान्ड वो तो 25 हो मजा काटियो मजा काटियो नि त
बिर्को भएर चिप्लेन नि टिकाउ पनि भिडियो यस्तो हुन्छ यस्तो गरेर लाउनुपर्छ यस्तो गरेर लाउनुपर्छ एकैचोटि त कहाँ हुन्छ एकैचोटि त अप्ठ्यारो हुन्छ एउटा विचार गर्नु दुइटै लाउनु खेल्ने होला नि त लाएर हिँड ल अहिले खेल्नु खेल्दैछ केटाहरू उसको च्यातिएकै पहिलाको बुट लगा लगा ल लगाइदिनु त ठिक्कै छ लगा आफै लगाएर यता उयोतिर पसेकै छैन भएन भएन मिलाइदिनु त मामा त्यो निकाल खोल 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 त्यो खोल्नु त मजा लाउँदै गर यो मजा लाउँदै गर्नु यसो यसो गरेर सट्टा ओहो हावा दामी आयो त ओहो गर्मी पनि त अनि अत्याधिक छ नि त हौ पानी पर्छ होला हौ अघिको स्टाइलले लाउनु पर्दैन एकैचोटि लाउनु नर्को स्टाइल लाग्यो कि भित्र गरेर के गर्नु थाहा छैन बललाई चाहिँ हान्नु माटोलाई पसिना भइसक्यो त्यो मास्टो दुलोमा बान्दैन यहाँ बाँध्नु त टाइट हुन्छ भाइ मान न यहाँ अलिक झन् खुल्दैन क्या ठिक्कै हिसाबले कस्नुपर्छ जबरजस्ती कस्नु हुँदैन त्यहाँ